नमस्ते। मैले प्राय जसो भिडियोहरू तपाईहरुलाई सम्प्रेषण गरिरहँदाखेरि मैले युएमा रहनुभएका धेरै जसो नेपाली चेलीहरूको बारेमा भिडियो बनाइरहेको छु। अरू म्याटरहरू पनि थुप्रोमा भिडियो बनाइरहेको छु हैन। तर मलाई कस्तो एउटा कुरा मनमा लागेर आयो कि जस्तो यो नेपाली दिदीबहिनीहरूले हैन यो जसरी तपाईले डिस्प्लेमा देखिरहनु भएको छ नि यो यसरी फोटोहरू हालेर टिकटकहरू बनाएर हैन यसरी बनाउनुहुन्छ। मैले तपाईलाई अस्ति भर्खरै पनि एउटा घटना सुनाएको थिएँ। यस्तै भइरहेको थियो। लास्टमा केटा मान्छेले धोका दिएर बिचरा सुसाइड गर्नुपर्ने बाध्यता भएको थियो है। अब यी कुराहरुमा तपाईहरुले चाहिँ सचेत हुनुपर्छ के। जस्तो भोलि गएर तपाईहरुले गुहार्ने भनेको एनाराने फलाना नेपाली हैन सामाजिक अभियन्ताहरु ल मेरो त बुढी बोक्यो, मेरो त यस्तो भयो, मलाई गाह्रो बनायो, फलानाले छोडेर गयो, म एकदमै अप्ठ्यारो स्थितिमा परे, मलाई सकुशल उद्धार गर्नु पर्यो, मलाई नेपाल पठाइदिनु पर्यो, मलाई अप्ठ्यारो भयो भन्दाखेरि जस्तो परिवार समाजको अगाडि इज्जतको कुरा आउँछ हैन। तपाईहरुको अब आफ्नो काम गर्ने तरिका यी हरेक कुराहरुमा तपाईलाई नै घाटा र फाइदाको कुरा तपाईलाई नै सिकाउने हो कि। त्यो भएको कारणले गर्दा यस्तो चीजहरु चाहिँ सकेसम्म बिहे नहुन्जेलसम्म चाहिँ बाहिर नल्याउँदा राम्रो। परदेशको मान्छेसँगको सम्बन्ध नेपालीसँगकै भएको सम्बन्ध भए अब अलग कुरा पनि रह्यो। नेपालीले पनि धोका दिदैन भन्न चाहिँ मिल्दैन हैन। यी कुराहरु तपाई हामीले आँखा अगाडि देखिराखेका पनि छौं। यस्तो म दिदीबहिनीहरुलाई एकदमै सजेसन दिन चाहन्छु कि सजेस्ट गर्न चाहन्छु। प्लिज अलिकता सोच्नुस् है। आफ्नै देशका नेपालीले त तपाई हामीलाई धोका दिइरहेको अवस्थामा परदेशीले तपाईले धोका दिदैन भन्न मिल्दैन। कुनै कुराको ग्यारेन्टी नै हुँदैन के। भोलि युज गरी तपाईलाई जहाँको तै छोडेर उनीहरु फर्केर आफ्नो देशदेखि नै आइदिएन भने तपाईलाई युज गरेर त्यतिखेरको अवस्था के हुन्छ? तपाई मर्न र न तपाईको बाँच्नुको अवस्थामा तपाई नै पुग्ने हो के भोलि। त्यो भएर यी कुराहरुमा चाहिँ अलिकता सिरियसली एकचोटी आँखालाई बन्द गरेर 2 मिनेट सोचेर अनि निर्णय लिनुस् जस्तो मलाई लाग्छ के। मैले धेरै देख्छु टिकटकहरुमा म बाध्य भएँ कि अब उहाँहरुले त टिकटकमा यसरी हाल्नु भएको छ भने मैले नि एउटा सानो कन्टेन्ट बनाउन त भन्ने लागेर मैले फेरि यो चाहिँ एउटा सानो भिडियो तपाईहरुको लागि बनाएँ। प्लिज अलिकता सोचेर गर्नुस्। गोप्य सम्बन्धलाई गोप्य रहन दिनुस्। जबसम्म तपाईको बिहे हुँदैन तबसम्मलाई गोप्य नै रहन दिनुस् के। है आफन्त नातापात सबैको अगाडि अलिकता अप्ठ्यारो हुन्छ क्या भोलि गएर तपाईले धोका पाउनु भयो भने। अनि तपाई त जाने गर्ने भनेको तपाईले सुसाइड बाहेक अरु त अप्सन नै रहँदैन है। थ्यांक यू सो मच। शुभरात्रि।